हेलो साथीहरू, नमस्कार, शुभ बिहानी। के गर्दै हुनुहुन्छ है साथीहरू? यो चाहिँ मेरो हिजोको मिनी ब्लग है। के गर्दै हुनुहुन्छ सबैजना? माया मार्नु भएको छैन नि? मेरो मिनी ब्लग चाहिँ ढिलो ढिलो आउँछ, के गर्नु, यस्तै छ साथीहरू। आज चाहिँ म दुधे बजारतिर लागेँ। मेरो छोराको कपाल काट्ने काम थियो नि त, अनि कपाल काटिदिनु पर्यो बिदाको दिन भनेर लिएर गएको। अनि त्यहाँबाट दुधे बजारमा यसो फोटोसोटो खिचेर बाटो हेर्नु न कस्तो छ। कुनै कुनै ठाउँ चाहिँ प्राय ठाउँ त राम्रै छ, कुनै कुनै ठाउँ यस्तो छ। अनि दुधे बजार गयौँ, अनि पल्लो घर आन्टीको भाइको पनि फी बुझाउनु थियो, स्कुलमा गएको। भिड न भिड स्कुल त, फी बुझाउनुलाई अहिले त फर्स्ट टर्म एक्जाम आउनु आँट्यो नि त साथीहरू। अनि के गर्नु, अनि बाटो क्रस गरेर हामी चाहिँ खाजा खाने ठाउँमा मेरो छोरालाई भोक लागेर एकदम आपत पर्यो। अनि त्यहाँबाट खाजा खान गयौँ। त्यहाँबाट मेरो छोरा चाहिँ मोमो मगाइदिए, अनि मैले चाहिँ चाउमिन खाएँ। म चाहिँ धेर भइरहेको थियो, छोरालाई धेर हुन्छ होला भनेर आन्टीलाई एउटा खाइदिनु न भनेको थिएँ। अनि आन्टीले खाइदिनु भयो। मैले चाहिँ चाउमिन खाएँ साथीहरू, कोक खायौँ हामी। अनि चाउमिन र कोक खाएर त्यहाँबाट हामी चाहिँ निस्क्यौँ। मलाई चाहिँ खाजा खाएको भिडियो गरिदिनु आन्टी भनेको थिएँ, गरिदिनु भएको, न मुखमै ल्याइदिनु भएछ। अनि त्यहाँबाट चाउमिन चाहिँ एकदम दामी थियो साथीहरू। अनि मेरो छोरा चाहिँ मोमो खाने खाइसक्यो। हामी खाजा खाएर निस्क्यौँ। खाजा खाएर निस्केर चाहिँ मेरो छोराको कपाल काट्नुलाई एकदम हतार थियो। अनि कपाल काटेर त्यहाँबाट हामी सागसब्जी किन्ने ठाउँतिर लाग्यौँ। अनि यसो आलु प्याजहरू लिएर, अनि मेरो छोरा चाहिँ गनगन गरिरहेको थियो, खोइ के किनिदिनु भनेर, नाम पनि आउँदैन। हेलो साथीहरू, नमस्कार, शुभ बिहानी। के गर्दै हुनुहुन्छ है साथीहरू? यो चाहिँ मेरो हिजोको मिनी ब्लग है। के गर्दै हुनुहुन्छ सबैजना? माया मार्नु भएको छैन नि? मेरो मिनी ब्लग चाहिँ ढिलो ढिलो आउँछ, के गर्नु, यस्तै छ साथीहरू। आज चाहिँ म दुधे बजारतिर लागेँ। मेरो छोराको कपाल काट्ने काम थियो नि त, अनि कपाल काटिदिनु पर्यो बिदाको दिन भनेर लिएर गएको। अनि त्यहाँबाट दुधे बजारमा यसो फोटोसोटो खिचेर बाटो हेर्नु न कस्तो छ। कुनै कुनै ठाउँ चाहिँ प्राय ठाउँ त राम्रै छ, कुनै कुनै ठाउँ यस्तो छ। अनि दुधे बजार गयौँ, अनि पल्लो घर आन्टीको भाइको पनि फी बुझाउनु थियो, स्कुलमा गएको। भिड न भिड स्कुल त, फी बुझाउनुलाई अहिले त फर्स्ट टर्म एक्जाम आउनु आँट्यो नि त साथीहरू। अनि के गर्नु, अनि बाटो क्रस गरेर हामी चाहिँ खाजा खाने ठाउँमा मेरो छोरालाई भोक लागेर एकदम आपत पर्यो। अनि त्यहाँबाट खाजा खान गयौँ। त्यहाँबाट मेरो छोरा चाहिँ मोमो मगाइदिए, अनि मैले चाहिँ चाउमिन खाएँ। म चाहिँ धेर भइरहेको थियो, छोरालाई धेर हुन्छ होला भनेर आन्टीलाई एउटा खाइदिनु न भनेको थिएँ। अनि आन्टीले खाइदिनु भयो। मैले चाहिँ चाउमिन खाएँ साथीहरू, कोक खायौँ हामी। अनि चाउमिन र कोक खाएर त्यहाँबाट हामी चाहिँ निस्क्यौँ। मलाई चाहिँ खाजा खाएको भिडियो गरिदिनु आन्टी भनेको थिएँ, गरिदिनु भएको, न मुखमै